आजभन्दा लगभग 70,000 वर्ष पहिलेको कुरा गरौँ। त्यति बेला होमोसेपियन्स अफ्रिकाको कुनै कुनामा बस्ने एउटा सामान्य जीव थियो। खासै महत्त्वपूर्ण थिएन। वातावरणमा उसको प्रभाव गोरिल्ला, जुनकिरी वा जेलीफिसभन्दा खासै बढी थिएन। तर आज यही जीवले पुरै ग्रहमाथि आफ्नो एक छत्रराज जमाएको छ। यो कसरी भयो? एउटा सामान्य जीवबाट संसारको मालिक बन्न कसरी सम्भव भयो? हो, यसकै पछाडि लुकेको छ एउटा अनौठो महाशक्ति, मानव प्रभुत्वको रहस्य। ल, एकछिन यो नोटलाई हेरौँ त। आखिर यो के हो? एउटा रङ्ग लगाइएको कागजको टुक्रा, होइन त? यसलाई न खान मिल्छ न त ओड्न। तर यसकै लागि मानिसहरू दिनरात काम गर्छन्, सामान बेच्छन् र कहिलेकाहीँ त ज्यान दिन पनि तयार हुन्छन्। अचम्म लाग्छ नि, होइन? आखिर यसको शक्ति कहाँबाट आयो त? यसको शक्ति यसको कागजमा होइन, यसको शक्ति छ हाम्रो साझा विश्वासमा। हामी सबैले मान्छौँ कि यसको मूल्य छ र बस त्यसैले नै यसको मूल्य छ। यो कुरा बुझ्न चिम्पान्जीको संसार र हाम्रो संसारलाई तुलना गरौँ। चिम्पान्जीको वास्तविकतामा के हुन्छ? नदी, रुख, सिंह, यस्तै भौतिक कुराहरू। हाम्रो संसारमा पनि यी सबै छन्, तर हामीले यसमाथि एउटा अर्को तह थपेका छौँ। एउटा अदृश्य तर एकदमै शक्तिशाली तह। यो हो काल्पनिक वास्तविकता, जस्तै मानव अधिकार, लिमिटेड कम्पनी वा त्यही अमेरिकी डलर। यिनीहरू भौतिक रूपमा त कतै छैनन्, होइन र? तर यिनीहरूको शक्ति एउटा भोको सिंहको भन्दा कैयौँ गुणा बढी छ। त्यसो भए प्रश्न उठ्छ, यो दुई थरीको वास्तविकतामा बाँच्ने क्षमता हामीमा आयो कसरी? कहिले आयो? हो, यसको जवाफ लुकेको छ लगभग 70,000 वर्ष पहिले भएको एउटा क्रान्तिमा, जसलाई इतिहासकारहरू भन्छन् संज्ञानात्मक क्रान्ति। मानव इतिहासमा 3वटा प्रमुख क्रान्ति भए: कृषि क्रान्ति, वैज्ञानिक क्रान्ति। तर यी सबैको जग थियो संज्ञानात्मक क्रान्ति। भन्नुको मतलब यही क्रान्तिले अरू सबै कुरा सम्भव बनायो। यो त्यो टर्निङ पोइन्ट थियो जब होमोसेपियन्सले कथाहरू बनाउने र ती कथाहरूमा विश्वास गर्ने एउटा गजबको क्षमता विकास गर्यो। र यही एउटा क्षमताले हामीलाई अरू सबै मानव प्रजातिभन्दा कैयौँ कदम अगाडि पुर्यायो। ल, अब यो क्षमताको मुख्य अवधारणालाई बुझौँ। काल्पनिक वास्तविकता सुन्दा अलि जटिल लाग्ला, तर यो झुटभन्दा बिल्कुलै फरक कुरा हो। हेर्नुस्, झुट भनेको के हो? नदीमा सिंह छैन भन्ने थाहा हुँदाहुँदै त्यहाँ सिंह छ भन्नु झुट हो। तर काल्पनिक वास्तविकतामा सबैजनाले सामूहिक रूपमा एउटै कथामा विश्वास गर्छन्, र जबसम्म त्यो साझा विश्वास रहन्छ, त्यो कथा एउटा शक्तिशाली वास्तविकता बन्छ। यो काल्पनिक वास्तविकताको कुरा अझै प्रष्टसँग बुझ्न एउटा आधुनिक उदाहरण हेरौँ न त। जस्तै प्रसिद्ध कार कम्पनी प्युजोको कथा। अब हेर्नुस्, पेजियो कम्पनी आफैमा कुनै भौतिक वस्तु होइन। यो त एउटा कानुनी कथा मात्र हो, अ लिगल फिक्सन। तर यो कथालाई वास्तविक बनाउन केही प्रक्रियाहरू छन् जुन कुनै जादुभन्दा कम छैन। एकजना वकिलले केही विधि विधान पूरा गर्छन्, सही कागजपत्रमा सही मन्त्रहरू लेखिन्छन्, हस्ताक्षरको अनुष्ठान हुन्छ र होकस पोकस एउटा नयाँ कम्पनीको जन्म हुन्छ। एउटा यस्तो व्यक्ति जसको शरीर त छैन, तर उसले सम्पत्ति राख्न सक्छ, मुद्दा हाल्न सक्छ, सम्झौता गर्न सक्छ, सबथोक। यो कुराले काल्पनिक वास्तविकताको शक्तिलाई एकदमै राम्रोसँग देखाउँछ। हेर्नुस् त, कम्पनीका संस्थापक आर्मन्ड पुजो, जो रगत र मासुका मानिस थिए, उहाँको मृत्यु सन् 1915मै भयो। उहाँ अब हुनुहुन्न, तर उहाँले सृजना गरेको त्यो कानुनी कथा, त्यो पुजो कम्पनी आज 1 शताब्दीभन्दा बढी समयपछि पनि जीवित छ र राम्रोसँग चलिरहेको छ। पेउजोको कथा त एउटा सानो उदाहरण मात्र भयो। यो कथा सृजना गर्ने जुन हाम्रो क्षमता छ नि, हो, यसैले नै लाखौं करोडौं अपरिचित मानिसहरूलाई एकसाथ मिलेर काम गर्न सम्भव बनाएको छ। जीवविज्ञानीहरू के भन्छन् भने हाम्रो मस्तिष्कको एउटा प्राकृतिक सीमा छ। हामीले करिब 150 जना मानिसहरूसँग मात्र घनिष्ठ सम्बन्ध राख्न सक्छौं। यो संख्यासम्म समयले एकअर्कालाई व्यक्तिगत रूपमा चिन्छन्, गफगफका आधारमा विश्वास कायम हुन्छ। तर जब समूह योभन्दा ठूलो हुन्छ, तब के हुन्छ त? ल, कल्पना गर्नुस् त, 1000 चिम्पान्जीलाई वाल स्ट्रिट वा संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा एकै ठाउँमा राखियो भने के होला? हो हल्ला, लडाई, पुरै अराजकता। तर हजारौं मानिसहरू, हामी हरेक दिन त्यही ठाउँमा एकदमै व्यवस्थित तरिकाले काम गर्छौं। कसरी?
फरक के हो? फरक हो साझा कथाहरूमाथिको विश्वास, राष्ट्र, पैसा, कानून, कूटनीति जस्ता कथाहरू, जुन चिम्पान्जीको मस्तिष्कले कहिल्यै बुझ्न सक्दैन। हो, यही हो त्यो मिथिकीय गोन्द, हाम्रो साझा काल्पनिक वास्तविकता। यही नै हाम्रो प्रजातिको सफलताको सबैभन्दा ठूलो रहस्य हो। यसैले हामीलाई त्यो 150 जनाको प्राकृतिक सीमा तोडेर शहरहरू, राष्ट्रहरू र आजको यो विश्वव्यापी सञ्जाल बनाउन सक्षम बनायो। जस्तै पैसा, कानून, राष्ट्र, देवताहरू, मानवाधिकार, यी सबै शक्तिशाली काल्पनिक वास्तविकताहरू हुन्। सोच्नुस् त, यिनीहरूको कुनै भौतिक अस्तित्व छ? छैन। तर यिनीहरूले नै हाम्रो पुरै समाजलाई आकार दिएका छन् र हाम्रो जीवनलाई डोर्याइरहेका छन्। त्यसो भए यो अद्वितीय क्षमताले हामीलाई आखिर कहाँ पुर्यायो त? यसले हामीलाई एउटा सामान्य जीवबाट ग्रहको मालिक बनायो र अब त देवता बन्ने सङ्घारमा पुर्याएको छ। फेरि एकपटक हाम्रो सुरुवातलाई सम्झौँ न। 70,000 वर्ष पहिले हामी कुनै विशेष थिएनौँ। खाद्य श्रृङ्खलाको बीचतिर कतै आफ्नो अस्तित्वको लागि सङ्घर्ष गरिरहेका थियौँ। तर जब हामीले कथाहरू बनाउन र भन्न थाल्यौँ, तब सबै कुरा बदलियो। यी कथाहरूले नै हामीलाई ठूलो सङ्ख्यामा एकदमै लचिलो तरिकाले सहकार्य गर्न सिकायो र अन्ततः हामीले यो पृथ्वीमाथि आफ्नो प्रभुत्व जमायौँ। र आज त्यही शक्तिले हामीलाई जीवन सृजना गर्ने र नष्ट गर्ने दुवै क्षमता दिएको छ। एकातिर हामी आनुवांशिक इन्जिनियरिङबाट नयाँ जीवहरू बनाउन सक्छौँ भने अर्कोतिर आणविक हतियारले पुरै सभ्यता मेटाउन सक्छौँ। भन्नुको मतलब हामीले साँच्चीकै देवताहरूको शक्ति हासिल गर्दैछौँ। र यसले हामीलाई एउटा निकै गहिरो प्रश्नको अगाडि ल्याएर उभ्याएको छ। अहिलेसम्म त हामीले खुसी, शक्ति, अमरत्व जस्ता कुराहरू चाह्यौँ। तर अब जब हामी आफ्नो शरीर र दिमागलाई नै इन्जिनियर गर्न सक्छौँ, तब त हामी आफ्ना इच्छाहरूलाई नै बदल्न सक्छौँ। त्यसैले अब भविष्यको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हामी के बन्न चाहन्छौँ भन्ने होइन, त्योभन्दा गहिरो वास्तविक प्रश्न हो, हामी के चाहना गर्न चाहन्छौँ। सायद यही प्रश्नको जवाफले नै मानव जातिको अर्को अध्याय कस्तो हुनेछ भनेर निर्धारण गर्नेछ।